यो चाहिँ पुरै पिकनिक स्थल हो भइसक्यो अनि पनि रातभरि खाने चिउरा खाने यहाँ कस्तो सुधार लाग्यो जनता खाने बियर खाने अनि हामी एकजना मात्र आछौँ हामीले 4-5 जना ल्याएर आछौँ उहाँहरू पनि न्याय माग्न आउनु भयो नि त उहाँहरू खाएको तिर्छु भनिराख्नु भएको छ नि नाइ तपाईहरु पीडा लिएर आउनु भएको छ उहाँहरू पनि पीडा लिएर आउनु भएको छ क्या कस्तो उहाँहरू जानुहुन्छ होला नि जानुहुन्छ होला उहाँहरू बेलुका 6 बजेपछि यहाँ होटलहरु सब बन्द हुन्छ 6-7 बजे अनि बेलुका 6 बजे खाएपछि दिशा भयो भने कहाँ जाने अब यही बाटो भरि गर्ने अब नाइ माइती घर तपाईहरुको मात्र होइन होला नि त माइती घर तपाईहरुको मात्र होइन होला नि त एकजना दुईजना आउनु भनेको उहाँहरुको परिवार भनेकै होइन के तपाईहरुले मैले भनिली जे कुरा पनि सरकारलाई दबाब दिने पनि सीमा हुन्छ सीमित हुन्छ हरेक त्यो खाएपछि हग्नु पर्छ भन्ने कुरा जान्ने कि नजान्ने तराई जस्तो छैन नि त यहाँ खेत छ बारी छ त्यसोभए तपाईहरु चाहिँ माइती घर किन आउनु भयो हामी त एकजना एउटा टेन्टेर बसेछौँ हामी सरकारलाई दबाब दिएर हग्नलाई मुद्दालाई बाटोमा गराएको छैनौँ हामी जान्छौँ चिया भात खाने ठाउँमा जहाँ हो त्यही जान्छौँ हामी हो तपाईहरुसँग पैसा छ उहाँहरुसँग पैसा छैन नि त उहाँहरु दिनको 1500 दिइराखे रे कोले दिइरा अब हामीलाई त त्यतिकै आरोप नलगाउनुस् है भएको कुरा गरे हो ल भन्नुस् न त कोले दिएको छ नगराउन हामीले सोधेर भने हो ल भन्दिनुस् न कोले दिइराछ कोले कोले पैसा पाएर ल भन्दिनुस् त यहाँ धेरै पीडितहरु हुनुहुन्छ उहाँहरु कोले तिर्यो कोले तपाईहरुले यतिकै आरोप चाहिँ नलगाउनुस् है यहाँ न्याय माग्न आउनु भएको छ उहाँहरुलाई पैसा छैन तपाईहरु पनि पीडित हुनुहुन्छ उहाँहरु हो उहाँहरु पनि पीडित हुनुहुन्छ क्या आफ्नो माग्नु कसैको बारेमा क्रिटिसाइज नगर्नु ल सुन्नुस् एउटा कुरा भन्दिनुस् यो एउटा कुरा सुन्दिनुस् न एउटा सुन्नुस् न तपाईहरुलाई चाहिँ किन टाउको दुखाइ भयो क्या तपाईहरुलाई टाउको किन दुखाइ भयो कहाँ पिसा फेरि छैन सफाइ छ हामी गएको गयो हामी त्यहीदेखि आएको तपाईहरु न्याय माग्न आउनु भएको छ उहाँहरु पनि न्याय माग्न आउनु भएको छ उहाँहरुको चाहिँ किन टाउको दुखाइ भयो क्या तपाईहरुलाई आउन पाइयो 6 जना किन पाउँदैन 6 जनै पीडित हो रे 6 जनै पीडित हो रे 6 जनै पीडित हो रे तिर्नुपर्छ पीडित हुन्छ हामीले सबै लुटाएर त हामीले पाएको छैन अहिले सबै यहाँ उहाँहरुको कहानी तपाईलाई थाहा छ वास्तविक कहानी के हो थाहा छ वास्तविक कहानी त हामीले त सुने अनुसार अनि तपाईले मलाई सिकाउनु पर्दैन त्यतिकै आरोप नलाउनु आरोप हैन भएको कुरा गरेर हामीले पनि हेर्छौं हामीले पनि बुझेको छौं नबुझिकन उहाँहरुले आफूले खाएको पैसा तिर्छु भनिराख्नु भएको छ खाएको पैसा तिर्ने भए त सरकारसँग कागज पत्र गाडीका गर्ने त यहाँनिर के सरकारलाई दबाब दिन सरकार ढलाउनलाई कुन चाहिँको लैले लागेर यसरी आउनु पर्छ यहाँ तपाईहरु चाहिँ किन आउनु भयो तपाईहरु चाहिँ हामी त आफ्नो माग लिएर आएको हामी त सहकारीबाट घर जग्गा लुटेर आएको यहाँ हो उहाँहरु पनि त्यही भएर आउनु भयो ऋण लिएको नतिरेर आएको तपाई हात नहाल्नुस् है
ढकाल्नु भएको छैन है, ढकाल्नु भएको छैन। उहाँले हात हाल्नु भयो है। होइन हात उहाँले हाल्नु भएको छ है। सरकारलाई पनि नजाओस् होइन, यो सरकारलाई कति हेपेको यो हेपेर पनि हेपी नसक्ने सीमा भइसक्यो। मैले त भनिहालेँ पुलिस खटाउने, पुलिसबाट पनि भएन भने चाहिँ आर्मी शासन लगाइदिने नेपाली किन नटेर्ने। आर्मीको पनि अब खतरा फोर्सहरू लगाएपछि टेर्छन् कि टेर्दैनन्, अनि खुट्टामा पिडुला र के अरे गोलीको वर्षा भएपछि अनि आधी जनता सिद्धिन्छन्, अनि बल्ल थाहा पाउँछन् किन टेर्दैनन्। अहिलेसम्म त जनता सरकारले त अहिलेसम्म माया गरेको छ, जनतालाई माया गरेर होस् भनेर बसिरहेको छ। तर यहाँ जनता त आम्मामा हेर्दैछु हेरेर ठाउँबाट पनि त्यति ठाउँ कम्टेका छ। हुँदा माइती घरमा त अब के ऊ गरिदिनु भएको, इन्जिनियर ल्याएर नक्सा कोरेर घर बनाइदिउँ भन्न पनि बेर लाउँदैन। मैले स्थिति देखिसकेको छु है, किनभने हिजो घर बनाएँ, टहरो बनाएँ, त्यहाँ बाँस ल्याएँ है, प्रहरी हाम्रो डेसी साहबहरूले राति उ गर्नुभयो, अनि त्यहाँ ग्यासहरू भट्टी चुलोहरू यत्रो कराईहरू पुरै पिकनिक जस्तो ल्याएर रातभरि हल्ला गरेर सुति नसक्नु माइती घरमा 1-2 बजीसम्म एकजना दिदीले उहाँहरूलाई खाना खुवाउनलाई दान गर्नुभएको माता के साथी भएर माताले चाहिँ सहयोग गर्नुभएको। यस्तो कुरा हो 3 दिनसम्म खाना नखाएको मान्छेहरूलाई यस्तो कुरा 3 दिनसम्म खाना खाएर पछाडि होटलमा गएर खाना खाएर आउँछ। चाउमिन र मोमो खान्छ सबले। 200 जनाले यहाँको भात खाँदैनन्, भन्दैन हाम्रा सरकार हामी एक गिलास चिया खान भात खान्छौँ। चिकन चाउमिन आउँछ, चिकन चाउमिन मोमो राष्ट्रवादी खटाको कार्यकर्ता त होइन। कसको बोक हामी ल्याउनु यहाँ कसैको राष्ट्रसभा काम लगाइदिएको छ। विचार गरेको राष्ट्रवादी सही गरेर राखेको हो कि जस्तो लाग्यो। राष्ट्रवादी भने नि भन्नु, सुन न, राष्ट्रवादी भने नि भन्नु, जे पनि भन्नु, तर सरकारलाई पनि टाउकोमा हदभन्दा पनि नटेक्नु। अनि राज्यले पैसा तिर्दिनु हो। हिजो शङ्खपत्रको कुरा भन्दै र राजाबादी अनि राजाबादीले शङ्ख बजाउने हो र विरोध पनि हिजो कसरी गरेका, कस्तो सँग फुके मान्छे मर्या जतिको। बाफ्रे म त हिजो तल अनि त्यहाँबाट यत्रो क्यासेट लिएर आएर हामी नेपाली डङ 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 बजाएर पुरै डिस्को क्लब जस्तो त्यस्तो त ल त्यस्तो पनि हुन्छ भने यहाँ त कुरो के आयो भने बोल्यो भने प्रधानमन्त्रीको कार्यालयमा स्वकीय सचिव पाइन्छ भन्ने कुरा आयो। पाए अब राख्नुहुन्छ भने जान्छु म, राख्नुहुन्छ भने जान्छु म। तिनीहरू चाहिँ राति चाहिँ सुत्ने कुरामा भाडा नाङ्गै सुत्छन् कि यो चाहिँ प्रविधि अलि गतिलो भएन, नाङ्गै सुत्छन्। कमसेकम त हामी लेडिज मान्छे छौँ। सुन शर्मिला, तिमी त 10 दिनमा जाने 15 दिनमा जाने भनेर लिसो टाँसे पानी परेको छ नि त बच्चालाई अनि यहाँ बाहिर हिजो त अर्का खाएर नतिर्ने भने हामी जन्म दर्ता खोज्दा आएको, अर्का खाएर नतिर्ने भनेर यहाँ बसेको छ नि। हामीले जन्म दर्ता खोजेको छौँ, अर्का नखाएर आएको छैन। हामीले अरूको पैसा खाएर तिर्नुपर्छ, खाएपछि तिर्नुपर्छ, हामीले पनि तिर्नुपर्छ। खाएपछि पैसा के 2-4 हजार आउँछ भने दियो कि फ्रीमा दियो। सरकार ढलाउने कुरा हो यो, सरकार ढलाउन खोजिरहेछन्। बन्द उता तराईतिरबाट सुरु गर्दै गर्दै माइती घर आएको छ। सुत्केरी महिला छिन्, महिलाको छ अहिलेसम्म यसरी भुइँमा सुतेका छन्। अब हिजो तिमीलाई हेर्नु कस्तो यहाँ खाएर त्यसको
यो साउन महिनामा भोलि तिरेका छौँ उसको बाउले तिर्दिन्छ उहाँहरू पनि बाहिर आएर बस्नु भएको छ नि त होइन उहाँहरू बाहिर बस्यो होइन आफ्नो उहाँ पनि आएर बस्नु भएको एक अर्कामा आरोप लगाउने साउनको झरीमा बर्खा महिना साउनको झरीमा यहाँ कसैले पनि कोही पनि रहरले आएको होइन यो बाध्यताले आएको यो बाध्यताले आउने गराएको भनेको लघु संस्था गरिबका बसिरहेको हाम्रो धारणा अलग छ हामी पीडितको पीडित पक्ष बोल्नलाई बोल्न दिनुहोस् हामीले केही फरक पर्दैन हामी सिधा ठाउँमा छ सिधो बाटो अप्नाएको छौँ होइन कसैले केही हामीलाई गाली गर्छ भने हाम्रो सहन क्षमता पनि छ